कुन रे 2 रुपैयाँ यता हाम्रो यो भाउ यता आउ होइन ठिक छ भिडियो बनाएर यसलाई यो चाहिँ बाख्रा खोर रहेछ यहाँ माथि सम्म ठाउँमा बनाएर छ भाइहरूले पानी त गजबले आउँदो रहेछ पानी यस्तो मिठो नि यहाँ पानी यो चाहिँ के गर्नु मान्छे भन्नु यो पनि त यो पुरानो यो अहिले 2 रुपियाँवालाको घर थियो ए त्यो चाहिँ उनीहरूकै पर्छ 2 रुपियाँ अहिले किन्नु भएको जग्गा यो अनि यो हाम्रोमा पर्दैन पर्यो एकछिन सुन्नु भन्नु ए त्यो सबै हाम्रो सबै जग्गा यो प्लोटिङ सबै कहाँसम्म रहेछ कहाँ यो जग्गा त तलले तलतिर सबै छ थोरै छ नि भिड रहेछ नि त है यहाँ तल सबै सम्म छ सम्म छ अँ ए बा रोक्दैन नि आइज म पानी खाउँछु आइज खैरे आइज अलिबाट हुँदै आउनु भयो म त पहिलोपल्ट हो नि हाम्रो बुवा त आइरहनु भयो ए यहाँ त तल तल कसरी जान्थे यो घर पाटै पाटो छ यहाँ के रोपेको थियो ए तोरी भयो तोरी यहाँतिर तलतिर कोदो रोपेछ कोही ठाउँमा कहाँसम्म हो यो पुऱ्यो परैसम्म लसुनहरू रोपेछ पुरै लसुन रोपेछ अरे यो चाहिँ के बना टोइलेट ए बाहिर टोइलेट 2 रुपियाँ चाहिँ कता पऱ्यो अरे यो ठ्याक्कै यही यो यो तोरीबारी जग्गा यही जग्गा यही यो घर यो जग्गा यो तोरी नै हाम्रै हो सबै यो यता नि फेरि तलबाट उक्लिँदा त तिर्छु भन्ने बाटै देखेन हामी यहाँ मिसिन आएको बेलामा प्लोटिङ गर्नुपर्छ यो होइन हुन्छ बाटो यसको अहिले आउँछ भाइ कति पैसा पर्छ भन्ने चाहिँ ग्यारेन्टी छैन पानी चाहिँ कल 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 पैसा पर्छ एकैचोटि त सकिँदैन होइन यहाँ यो त ठ्याक्कै उसमा यो जग्गा त यस्तै यस्तै सबै तलको बारी पनि सम्म छ कि त्यो यो झाडी जस्तै मात्रै हो सबै सम्म यस्तै पाटा पाटा छ कि भिरालो एउटै छैन म त पहिला आएको 26 30 वर्ष भयो